स्वाध्याय। आदरणीय अध्यक्षज्यू, विशिष्ट अतिथिहरू र उपस्थित सम्पूर्ण साहित्यिक प्रेमी महानुभावहरूलाई मेरो नमस्कार। My utmost respect to the organizers for inviting me to recite my self-written poem. It is an honor to be part of such an enticing event where this hall is filled with literary personalities. One of Nepal's most renowned poets, Lakshmi Prasad Devkota, has always been an inspiration to the emerging writers. His writings embody a profound essence of reflection. उहाँको शब्दहरू आज पनि हाम्रो चेतनालाई उज्यालो बनाइरहेका छन्। यही प्रेरणा सहित म पनि आज केही शब्दहरू कविताको रूपमा प्रस्तुत गर्न गइरहेकी छु। मेरो स्वरचित कविताको शीर्षक हो बाँकी नै छ। जीवनका हरेक मोडमा इच्छा र आकांक्षाहरूलाई प्रतीक्षामा राख्छ। भर्खरै त सुरु हुँदैछ यात्रा, कति बोझ बोक्न बाँकी नै छ। भर्खरै त सुरु हुँदैछ यात्रा, कति बोझ बोक्न बाँकी नै छ। थाकेका छैनन् यी पाइलाहरू, कति काँटाहरूका माझ आफ्ना सपनाहरूलाई पूरा गर्दै पखेटा फिजाएर उड्न बाँकी नै छ। आफ्ना सपनाहरूलाई पूरा गर्दै पखेटा फिजाएर उड्न बाँकी नै छ। हजुर, समय बलवान छ, समयलाई कसले रोक्न सक्छ र? तर आत्मा कमजोर छैन, समयसँग लड्न र अधुरा मेरा सपना सिलाउन बाँकी नै छ। अधुरा मेरा सपना सिलाउन बाँकी नै छ। जीवन लामो होइन, अर्थपूर्ण हुनुपर्छ। यी भावना मनमा बोकेर जीवनको यात्रामा पाइला चाल्दै मेरो यात्रा अटुट छ। मनको एक कोपिला बनेर म बाँचिरहनेछु। मनको एक कोपिला बनेर म बाँचिरहनेछु, किनभने मेरो गन्तव्य पूरा गर्न बाँकी नै छ, बाँकी नै छ। हामी माझमा सङ्गीता शेर्पाजी हुनुहुन्छ है, आउनु भएन। त्यस्तो भएदेखि हाम्रो कविताको चाहिँ सिलसिला सकियो। एउटा गीत छ, हामी पनि छुटेको छैन होला है। अन्तरात्मामा उत्योक्ति नभयो भने त्यसको फलन हुँदैन। किनभने यो मल्टिलिङ्गुअल भएकोले कवि गुरु रविन्द्रनाथ